बुवा अनि के को रुखमा जानुभएको थियो भन्नु त? बाख्रालाई स्याउला काट्न त्यो उसको सासको सासको रुख, सालको कि सासको? सास सासको रुख। अनि हाँगा छुँदैन त्यसमा? सुरिलो हुन्छ क्या? हुन्थ्यो अनि यसो चढ्दै गएको थियो अनि चाहिँ मरेको समातेछ है। ए पेडाकै भाँचियो। तपाईँ त्यो तल खुट्टा त्यति बलियो थिएन होला, माथि हातकै भरमा पर्नुभयो अनि भाँचेपछि त अनि लडेको नि। यो उपचार चाहिँ जसरी गर्नु पर्यो लोप्सन दाइ। आर्थिक अवस्था चाहिँ एकदमै कमजोर रहेछ उहाँहरूको होइन। हाम्रो चाहिँ तल यो सरकारीमा चाहिँ हजुर लगेर हामीले काम गर्थ्यौँ। यहाँको साथीहरूले चाहिँ अब खबर गरिदिए भए हामीले अस्ति नै उपचारमा यो भर न पनि अब यो सबैको कुरो काम गर्छ हुन्थ्यो। ल हेर्नु त यस्तो खुट्टा यस्तो भारै छ बिचरा। ओहो म तपाईँहरूलाई देखाउँछु है। यो कम्बर पनि कम्मर पनि फुस्काएर छ है। खोइ एकसरी देखाउनु त। भर्खरै बनाउनु भएको घर छ। यहाँ बुवा चाहिँ रुखबाट लडेर एकदमै बिरामी र खुट्टा चाहिँ लगभग कुहिन लागेको जस्तो अवस्था छ होइन। अब उहाँको चाहिँ उपचार गर्नै पर्यो जसरी पनि। अब कसरी हुन्छ अब म पनि म्यानेज गर्ने प्रयास गर्छु है।